के गर्दैछस् ढुके? चिया बनाउँदै हो क्या? अनि त्यो पाकिहाल्छ नि एकछिनमा, त्यहाँ नबस। जा उता कोठामा काजीले बोलाएका छन्, म हेर्छु चिया। काजी बा, हजुरले मलाई बोलाउनु भएको हो? कजिनीले पठाउनु भएको? डुगे, चिया पाक्यो? काम कस्तो लाग्यो त नि? चिया पाक्दैछ। काम त ठिक छ काजी बा। घरमा यत्तिकै बस्नु भन्दा त यहाँ काम गर्दा समय गएको थाहा पनि नहुँदो रहेछ। केही विशेष काम थियो र काजी बा? त्यस्तो विशेष त केही छैन। आज पहिलो दिन के कस्तो छ भनेर। अनि आज पहिलो दिन भनेर तँलाई घरभित्रको काम मात्र दिएको, बाहिरी काम पनि गर्नुपर्छ बिस्तारै। बेला बेला खेतबारीमा पनि काम गर्नुपर्छ। बजारतिर जाने अनि गाई बस्तु चराउन जाने, सबै गर्नुपर्छ। लजा, अब चिया पाक्यो होला, लिएर आइज। आइस ल, चिया पाकिसक्यो। 2 गिलास चिया काजीलाई र मलाई बाहिर लिएर आइस त। ल हुन्छ कजिनी, म ल्याइहाल्छु। केही खाजा खानुहुन्छ होला? केही खाँदैनौ? बरु साँझ पर्यो त्यसले पनि चिया खाएर खाना बनाउने तयारीतिर लाग।